दराजबाट आएको छ यो बक्स फ्रजाइल भनेर यता फेस गर भनेर चाहिँ लेखेको छ होइन। अब त्यही हो नेपाली पारा, तर एक्चुअली फेसिङ चाहिँ यता छ क्या माथि। सो आई होप भित्रको प्रडक्ट चाहिँ ठिक होस् है। त्यो मेन बक्सभित्र पनि बक्स, अनि त्यसभित्र पनि यो बक्स रहेछ। हामीसँग हुन त डाइसन थियो U15, तै पनि हाम्रो रुमहरू धेरै भएको भएर यो होइन अनलोड गर्ने, ट्रासलाई अनलोड गर्ने होइन अलमोस्ट 1-2 मन्थ चाहिँ लिन्छ भनेर लेखेको छ ट्रासहरूलाई। तर नेपालमा त धेरै त्यो के भन्छ अरे धुलो होला, आई डोन्ट नो कस्तो हुन्छ। एनिवे बक्स खोल्न साथ क्विक गाइड चाहिँ यसरी राखेको रहेछ। मैले सोचेँ भने यहाँ कस्तो सानो रहेछ यो चाहिँ होइन, अझै ठुलो हुन्छ भने त सानो रहेछ सुटकेसमै राखेर ल्याएको। तर यो भ्याक्युम चाहिँ मैले सोचेँ कत्रो ठुलो रहेछ, यस्तो हेभी रहेछ। अनि यस्तो उठाउँदा यसको खुट्टा जस्तो क्या उठ्छ क्या यस्तो गरेर होइन। अनि अरू त सामान धेरै छैन होइन। एउटा युजर म्यानुअल छ, यो के हो मप हो जस्तो लाग्यो, हेर्नुपर्छ। अनि यो वायर रहेछ होइन, यसको यस्तो भित्र यस्तो रहेछ। आई थिङ्क रिप्लेसेबल टाइपको होला, खोइ के होला, बट आई डोन्ट थिङ्क यसमा धेरै ट्रास अट्छ होला यार यसमा त। यो त हाम्रो डाइसन U15 मात्रै छ यो त। सो प्रेस एन्ड होल्ड फर 3 सेकेन्ड्स भन्ने आएको छ। यसलाई चाहिँ मैले यहाँ राखेँ बिकज यसको अनुसार यो वालको कति यसमा यसरी मिलाउ भनेर राखेको छ। अनि 3 सेकेन्ड्स होल्ड गरेपछि टर्न अन भनेर छ होइन, टर्न अन हुँदैछ। प्लेस द रोबोट भ्याक्युम अन द चार्जिङ डक अर ट्याप होइन भनेर ल्याएको छ। सो अन भयो। सो एकछिन यसलाई यो ट्याप गरेर न के गर्छ यसले। आफै खोज्दै गइरहेछ। Starting to charge. ए टच मात्रै गर्ने रहेछ, म त भित्र सट्टै जान्छ भने। तर अनलोड कसरी गर्छ होला है यसले, त्यो पनि प्लास्टिकहरू निकाल्नु पर्ने हो कि, ट्राई गर्छु अहिले। अब नेक्स्ट म उसमा जान्छु, सेटअपमा जान्छु, एपहरू के छ हेर्छु म।